ए दिदी कता हो भित्र हो अब यो बर्खामा त पलङ त भयो दिदी माथिबाट त्यो उसहरू हालिदिएको होइन रहेछ है बेसरी हालिदिनु पर्छ अरे नि दिदी हाम्रो त नहालेर रहेछ के नभएको हाम्रो त थाहै नै नि रोपे छोडिदियो कि दिदी बोरामा राख्ने अँ अनि त्यो उस गर्ने बेला सर्लक्क हालिदिने राम्रो हुन्छ रे त्यो त नि गट्टी हालिदिनु पर्दो रहेछ थाहै ठिक छ कि त बेच्नु हुन्छ नि बेचेर के फाइदा छैन बेचेर त केही फाइदा छैन होइन हुन त दुःख मात्रै हो कि दुःख मात्रै हो कि किसानलाई त कहिले कहिले छैन के दुःख मात्रै हो भाइ बहिनीलाई किसानलाई पुग्छ दिदीले रोपेर हामीलाई पनि खान पर्छ नि यहाँ कति अझै राम्रो अरूले कति मिसाएका हुन्छन् बाहिर हो नि त किन्यो भने है त मैले त बेसार त किनेकै छैन सधैँ अलिअलि माइतीमा यसो 2-4 रुपियाँ पैसा दिएर लैजाए अबदेखि ल मासिन्छ अरे के माइती हुँ माइती जे भने दिदी भनेको माइती छोरा त हो हो 5 रुपियाँ 10 रुपियाँ भने ल है ल ल किनेर लै जस्तो गर्नुपर्छ अरे के हो म माइती त हो नि एक हिसाबले माइती जस्तै त हो नि माइती